एन्ड हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज चल्दा चल्दा भिडियो बनाइदिन आँटेको गाउँघरको यस्तो छ पर हाम्रो बाटोहरू यस्तो छ है। लेडिजमा आज अहिलेको 5-6 बजिरहेछ होला, 6 चाहिँ बजेछ अहिलेको। घडीसडी पनि केही लागेन। यता जाँदा हुन्थ्यो, यता पुल छ र यता बाटो। अनि त्यो चाहिँ हाम्रो आफन्त मिन्स मामाको घर छ। मामाको घरमा चाहिँ म बसिरहेको छु अहिले ट्याक्क। अनि केही देखाइदिन्छु भनेर यताको गाउँठाउँ सहर इलाका है देखाइदिउँ भनेर म हिँडेको। यस्तो छ, यस्तो अगाडिबाट यस्तो छ। सेल्फी स्टिक छ बोकेको ट्याक्कै छ। गाउँघर छिरिन्छ है, नाली छ। यसलाई चाहिँ के भन्छ भने यसलाई के भन्दो रहेछ भने नर भन्दो रहेछ क्या। डग चाहिँ खतरा रहेछ। यस्तो छ है, यहाँनिर जङ्गलै जङ्गल छ क्या। यहाँनिर चाहिँ ब्लगर हो भन्दैछ या ब्रो, या ब्लग हेर्छ चिकनहरू। यस्तो छ यहाँको गाउँठाउँहरू चाहिँ। अनि अहिले चाहिँ म यो टोल चाहिँ कुमार टोलमा थिएँ भने अब चाहिँ म सुब्बा चोक पुगेँ क्या। सुब्बा टोल भनौँ न, यहीँ छ चोक, सुब्बा चोक हो है। सुब्बा चोक, लेट्स सी द सुब्बा चोकलाई हेरिदिनुहोस् हजुरहरू। त्यो ब्लर आएको फेरि हल्का ब्लर आउँदैछ यहाँ है, ब्लर आउँदैछ है। फोटो सुट आउट गर्नु भने यहीँबाट ट्याक्क हो। यस्तो छ, अफरोड जाने हो, अफरोड के जानु है। यही बाटो फर्केको त भिडियो त नबनाऊँ भन्दैछु म, तर जाउँ न अगाडिसम्म है। म यहीँसम्म मात्रै गएको छ अहिले आजकल है, यहीँसम्म मात्रै पुगिरहेको छु है त। फुटबल चल्दै रहेछ क्या, फुटबल ए चप्पल उफार्दै यता यस्तो छ है। यहाँ पिङ बनाइदिइराख्नु भएको रहेछ। यहाँ पसलहरू, सिटी अटोहरू कुद्दो रहेछ, मैले पनि थाहा पाएँ है। म एउटा एचडिआर क्यामेरा लाउँछु ल अब। एचडिआरमा पनि केही त हुँदैन रहेछ है। अहिले चाहिँ सेल्फी स्टिक मात्रै ल्याएर हो क्या। यहाँ जुम, यहाँ हेर न भ्यू, चेक द भ्यू है। बढ अलिक अलिक बढ। अब यसलाई म क्लिक गर्छु ल। चिजबल देखिँदैछ, चिजबल। हेटेरी कि क्यामेरा पनि के हो यो। चिजबल देखियो नि है, त्यसलाई जुम हानौँ है त। ए ब्लर देखिन्छ। ए साइकल यही है, ए ट्याक्कै यो साइकल। रोड यही हो, यता र यता छ। यताको पुरै छ क्या। उता यहाँनिर ठुलो ठुलो बाटो छ जस्तो लाग्दैछ। अनि यही हो मेरो साइकल चाहिँ। ड्रिफ्ट सिफ्ट मार्ने होइन, यसमा ट्याक्क हिँड्ने हो, तर ब्रेक अलिक कडै छ यस है। ए चिजबल देखेर मात्रै रोकेको हो क्या मैले। हो चिजबल देखेर मात्रै रोकेको। चिजबल मिन्स यो हाम्रो सूर्यजी हुनुहुन्छ नि। अब नि अस्ताउनु भइसकेको थियो, अब हुँदै जाँदै हुनुहुन्छ, आइसक्नु भएको थियो, जाँदै हुनुहुन्छ। कस्तो छ घर ठाउँ, अलिक ब्लु ब्लु आउँदैछ जस्तो लाग्दैछ क्या मलाई। फेरि बारुली लागेर तनाव भइरहेछ। सिधा होम एन्ड गेस द इमेज ब्रो। यो ठाउँको नाम चाहिँ थाहा छ, यो प्लेसको नाम, दिस प्लेस नेम इज झिलझिले है। बिरटाउनबाट आधी घन्टा होइन 1.5 घन्टा लाग्छ है, 1.5 घन्टा लाग्छ यो प्लेस बिरटाउनबाट। अहिले चाहिँ मैले लेफ्ट ह्यान्डले गरेको
मा कसम कस्तो फिल लागिरहेछ लेफ्ट ह्यान्डले साइकल कुदाउँदाखेरि यसले कन्ट्रोल गर्दाखेरि क्या यो ह्यान्डले। अनि हुस्से लाग्न थालिसक्यो क्या यहाँपट्टि। हुस्से हो कि यो के समथिङै होला यो के भन्छ नि धुवा हो यतातिरबाट आएको जस्तो लाग्यो क्या मलाई धुवा है। अनि त्यही हो कहाँबाट आयो फेरि एउटा बुलेट आउँदैछ होला है। गाडीहरू आउँदैछ म पनि अहिले लाइट बाल्यो भने मेरो पनि गाडी नै हुन्छ है। यो क्यामेरै खोलेर टर्च बाल्छ यो के त आउँदैछ एफजेट होला यो दिस इज एफजेट है। म परैबाट साउन्डहरू चिन्छु क्या यस्तो लभली बाइक छ नि होइन। एफजेट त मलाई राम्रो लाग्दैन है तर म परैबाट चिनिदिइहाल्छु क्या हेरेर। म अहिले समथिङ के चोक आएको छु लेट्स सी द वाट इज दिस है। चोक चाहिँ आएको छु क्या म है। अनि यहाँनिर राति राति बस कुद्छ क्या यहाँबाट विराटनगर कि त कता जाने हुन्छ नि। सुरुङ्गा त सबलाई थाहा नै छ होला हो त्यही सुरुङ्गाबाटै हो क्या हामी यहाँको। सुरुङ्गाबाट चाहिँ होइन यो चोक त लेखेको थियो तर के लेखेको थियो आई डोन्ट नो मैले पढिनँ क्या त्यो। यो यहीँनिर छ त चोक लेखेको एकछिन है यहाँ म देखाउँछु। फागुलन्द चोक अरे फागुलन्द चोक रहेछ है। दिस इज द फागुलन्द चोक। अनि यता गयो भने कहाँ पुगिन्छ आई डोन्ट नो मैले पैसै ल्याइनँ क्या म यतिकै हिँडेको मात्रै थिएँ। फागुलन्द चोक लेट्स सी हल्का जाउँ न जाउँ होइन है। फागुलन्द चोक क्लिक ओके। टाइपको चोक रहेछ क्या यहाँ फागुलन्द चोक चाहिँ मैले सुनेकै थिएँ अरू बेला पनि यहाँ आएको चाहिँ थिइनँ क्या म यस्तो पारेर यहाँ आएको चाहिँ थिइनँ क्या म है। फागुलन्द चोक त मैले सुनेको थिएँ यहाँ मेरो माथि हो यहाँबाट घर है। म यता मात्रै आएको मात्रै हो। यहाँ टर्निङ बबाले रहेछ यहाँबाट यस्तो गरेर यता जानुपर्छ। यता लाइट बन्द भयो वाट द फक के भयो झिमी भयो झिमी भयो यार के हो यो त दिनमा झिमी भयो क्या। अनि म यहाँबाट लाग्दिनँ अब फर्केर परतिरसम्म जाउँ है। यहाँबाट फेरि बलिसकेको छ है। लभली प्लेस दिस इज है। अनि यस्तो रहेछ यहाँ हरियालीहरू। अनि म यहाँ लाइट बालेर हिँड्दैछु अहिले चाहिँ निकै रात परिसक्यो है। न रात परिसक्यो क्या यतातिर है ले दिस इज द फक है। यहाँ खाल्डो रहेछ कहाँबाट रहेछ यत्रो खाल्टो छ यार यस्तो चिज रोडमा खाल्टो हुन्छ होइन। म चाहिँ अरूको थोपडा नदेखाएको क्या किन देखाउनु है लाज अरूको देखाएर के हुन्छ होइन। म मेरो फ्यामिलीको त हाल्दिनँ मेरो युट्युबमा अन्ली मी मात्रै क्या म मात्रै हाल्नु क्या बुढाहरू देखाउनु पम्प छैन जस्तो लाग्दैछ मलाई है। के हो आइटम छैन जस्तो लाग्दैछ तर पनि डोन्ट वरी है। यस्तो छ है प्लेस चाहिँ हाम्रो गाउँठाउँको प्लेसमा यहाँनिर चाहिँ चोक छ जस्तो लाग्दैछ। चोक पनि घुमेर आऊँ न त होइन। चिजबल उति छ चिजबली लुक एट द चिजबल। म यता अगाडि हेरेर जानुपर्छ क्या खाल्टो छ यो बाटोमा चिजबल उति छ। खै के हो यहाँ घुसेनाले मलाई मार्यो लाइट अन गरेँ मैले त्यही अलिक स्पिड जाउँ न त एकछिन बन्द गरौँ है।